गंगा तुलसी भगवान हरि हरि भगवान समादरणीय भक्तजनहरू, पोखराकै गण्डकी प्रदेशकै ऐतिहासिक तीर्थस्थल सदाशिवजी सिद्धेश्वर हरिहर स्तरको छोरा यस मन्दिरमा अन्तर्राष्ट्रिय भागवत बाजिका देवी प्रतिभाजीको आगमन भइरहेको छ र उहाँलाई मन्दिर व्यवस्थापन समिति स्थानीय सङ्घ संस्थाहरू आमा समूहहरूबाट भव्य स्वागत कार्यक्रम भइरहेको छ र उहाँले उहाँलाई कहानी हार्दिक स्वागत गर्दछौँ। हरि कीर्तन गाना शर्माजीलाई म यस कार्यक्रमको अध्यक्षता गराउन गर्दै मेरो विनम्र अनुरोध गर्दछु।
यसै गरी आजको यसका हार्दिक अनुरोध गर्दछु। त्यस्तै जागरण आमा समूहकी अध्यक्ष लक्ष्मी लामी छानेज्यूलाई आसन गर्नको लागि म हार्दिक अनुरोध गर्दछु। यसै क्रममा आदरणीय अभिभावक यसै वडाका पिता राधिका साई योगीज्यू, त्यस्तै गरी यसै वडाका यसै क्षेत्रका हरिहर मन्दिरका सल्लाहकार तथा जनप्रतिनिधि शिवराम भण्डारीज्यू, कोटियोमलाई आम दाजुभाइलाई म हार्दिक स्वागत गर्दै हरिहर मन्दिरमा यहाँहरूको आगमनले देवीप्रतिज्यूको आगमनले गुरुमानको आगमनले एउटा छुट्टै पहिचानको रूपमा एउटा इतिहास बोकेको ठाउँ छ। एउटा यस्तो धार्मिक संस्था हो, यस्तो चिज हो, या यस्तो शक्तित्व प्राप्त गरेको यो भूमि छ, यहाँ चिन्नेलाई मात्र थाहा हुन्छ। अब अवश्य पनि देवी प्रतिभाज्यू आइसकेपछि हाम्रो क्षेत्रले अब एउटा चिनाउनको लागि यो क्षेत्रलाई माथि उठाउनको लागि नेपालमा मात्र नभइकन अन्तर्राष्ट्रिय स्तरमा जुन उहाँ ख्याति प्राप्त हुनुहुन्छ, उहाँले यो कार्यक्रमलाई उहाँको क्षेत्रलाई सँगसँगै लिएर जानुभयो भनेदेखि हाम्रो यो ओझेला परेको क्षेत्रले पक्कै पनि एउटा खालको उजागर हुने थियो। इतिहास बोकेको मन्दिर, ढुङ्गेसाङको जात्राको सुरुवात भएको मन्दिर र कोटियोमको सुरुवात भएको पनि हामीसँग प्रत्यक्ष अगाडि हमन हाम्रा विभिन्न ग्रन्थहरूमा लेखिएको छ। इतिहासको बारेमा योगी नरेन्द्रनाथज्यूले यहाँ कोटियोम लगाएको हामीसँग साक्षात् यो ढुङ्गेसाङ ठाउँमा मनको पुष्प चढाउँछौँ, माताजीको नाउँमा हरिहरमा स्वागत। जय प्रतिभा माता हरिहरमा स्वागत, जय प्रतिभा माता हरिहरमा स्वागत, जय प्रतिभा माता हरिहरमा स्वागत। जय प्रतिभा माता हरिहरमा स्वागत, 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 जय प्रतिभा माता हरिहरमा स्वागत। स्वागत हरे सदा शिवजी मन्दिरको गुठी जग्गा पाको, सदा शिवजी हरिहर मन्दिरको गुठी जग्गा पाको, भागवत भगवानको कोटी होम भाको, मन्दिर भयो पवित्र आउनु भयो भित्र, 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 मन्दिर भयो पवित्र। आउनु भयो भित्र, मन्दिर भयो पवित्र 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 आउनु भयो भित्र, मन्दिर भयो पवित्र। आउनु भयो भित्र, मन्दिर भयो पवित्र। राधे राधे, जय हरिहर भगवान। अब सबै हतारमै छौँ। सर्वप्रथम त यो साक्षात परम परमात्मा जगत अधिपति अखिल ब्रह्माण्ड स्वामी नायक श्री सदाशिवजी सिद्धेश्वर
हरिहर भगवानको श्री चरण साष्टाङ्ग दण्डवत कोटि कोटि प्रणाम टक्राउँदै आज यो ऐतिहासिक क्षण हो। यो पवित्र भूमि, देवभूमि, हरिहर भगवानको कति शक्ति छ भन्ने कुरा र पहिला सुरुमा आउँदाखेरि नै यहाँका गुरुहरूले पनि बताउनु भएको थियो र आज पनि हाम्रो यहाँ मूल पुजारी गुरुहरूले बताउनु भयो, यहाँ आएर मागेको कुरा पुरा हुन्छ भन्ने कुरा जुन बताउनु भएको थियो त्यो मैले प्रत्यक्ष अनुभूति गरेको छु, महसुस गरेको छु र त्यो भगवानले सुन्नुहुन्छ भन्ने मलाई पूर्ण भरोसा विश्वास भएको छ र संसारमा यस्तो अभूतपूर्व मन्दिर पनि रहेछ है भन्ने मलाई अहिले अनुभूति भइराखेको छ र बिहान उठेपछि जहिले पनि मैले जय हरिहर भगवान भनिराखेकै हुन्छ। त्यो बाहिर हल्ला गर्ने, बाहिर माइकमा भनिरहने विषय पनि होइन, तर हरेक पटक जय जयकार गर्दाखेरि हरिहर भगवानको नाम लिने प्रण पनि गर्दछु। आज राधिका दिदीले त्यसमा पनि पुनः हामीलाई स्मरण गराउनु भएको छ र आज हामी सबैको आस्थाको केन्द्रबिन्दु परमादरणीय, परम पूज्य, परम वन्दनीय, जसले विश्वभरि सनातन धर्मलाई सानै उमेरबाटै आफ्नो बाणीको माध्यमबाट, आफ्नो व्यवहारको माध्यमबाट नेपाली धरती मात्र नभएर विदेशी भूमिहरूलाई समेत आध्यात्मिक ऊर्जाबाट सिञ्चित गर्दै हामी सबैलाई उपकार गर्नुहुने पूज्य देवी प्रतिभाज्यूको चरण आज यहाँ परेको छ। यो साँच्चीकै इतिहासका आगामी भविष्यमा सुनौला अक्षरले, सुवर्ण अक्षरले लेखिनेछ। देवीज्यूको चरणमा कोटि कोटि दण्डवत प्रणाम नमन टक्राउन चाहन्छु र हाम्रो लागि अत्यन्तै ठुलो कठिन परिश्रम गर्दै आउनुभएछ। धेरै धेरै आभार, सम्मान उहाँप्रति। उहाँलाई कुनै पनि शब्द कमी हुन्छन् उहाँको बारेमा बोल्नको लागि। म धेरै धेरै ऋणी छु। आयोजक समिति, फाउन्डेसन परिवार, हरिहर मन्दिर, यहाँको वार्ड परिवार, यहाँका आमा समूह, सबैजना हामी ऋणी छौँ। धन्यवाद हाम्रो उद्घोषकज्यूलाई, सँगसँगै आदरणीय हाम्रो वडा अभिभावक आदरणीय दिदी काठमाडौँ हुनुहुन्थ्यो, उहाँ पनि यहाँ आइसक्नुभयो। हरेक महत्त्वपूर्ण गतिविधिमा दिदीको प्रत्यक्ष संलग्नता छ। अस्ति पनि भूमि पूजन होस् अथवा यहाँ मेरो भ्रमणको कार्यक्रम होस्, आज देवीजीको भ्रमणको कार्यक्रम होस्, हरेक काममा आदरणीय दिदी राधिका दिदी यहाँ हुनुहुन्छ र धन्यवाद। यति राम्रो व्यवस्थापन जो देवीजीलाई जहाँकै जाँदा पनि उहाँको अभूतपूर्व सम्मान हुँदाखेरि हामीलाई अत्यन्तै ठुलो गर्वको महसुस हुन्छ। नागेन्द्र दाईप्रति धेरै सम्मान छ। यो यात्रा व्यवस्थापन गर्ने युवक दाईप्रति पनि धेरै आभार र यहाँ साथमा वार्ड सदस्य आदरणीय सरप्रति धेरै सम्मान। शिवराम भण्डारीहरूको पनि कमी छैन भन्ने भइराखेको छ। म पनि भण्डारी भएको हुनाले योपालि भण्डारीहरूले अझै ठुलो योगदान दिनुपर्छ है हजुर। र ल भण्डारी अनि पराजुलीको झन् ठुलो शक्ति देखियो है। गङ्गाधर पराजुली हाम्रो सहसंयोजक एकदमै धेरै सहयोग गर्नुभएको छ। हाम्रो आश्रमबाट माथि ज्येष्ठ नारायण आश्रमबाट आदरणीय कुसुम ल उहाँ पनि पराजुली धेरै धेरै सम्मान। सुषमा दिदी पनि पाल्नुभयो। आचार्यजी, पूज्य गुरुवर्गहरू सबैजना प्रति, मन्दिरका पुजारीज्यूहरू र विशेष ढुङ्गे सागो आमा समूह, सीता पाइला आमा समूह होइन त, जागरण समूह र समूह हुनुहुन्छ। धेरै उहाँहरूको योगदान त अतुलनीय। अस्ति पनि आज पनि नारी भएपछि घरमा मात्रै सबै कति काम हुन्छ, कति मिलाएर आउनु भएको छ। आज बालबच्चा शनिबारको दिन कति कुरा भत्काइसके, कति फुटाइसके, कति भिखारिसके, घरमा खाना पाएका छैनन् होला अहिलेसम्म। आमा कता जानुभयो, बा कता जानुभयो, हरेक कुराहरू छन्। र यहाँ सीता पाइला छ, अकला देवी, यो कास्कीकै पुरानो जो बाबा आमाको मन्दिरै भनौँ, सेती नदी, ढुङ्गे साँगो त यो धरतीकै यो अचम्म लाग्दो जुन पुल, आफै निर्मित पुल समावेशी आमा समूह, ताली बजाउँ सबैले।
समावेशी आमा समूह पनि आउनु भएको छ, सृजनशील महिला समूह, बाजा समूह, यहाँको स्थानीय बाजाका दाईहरू पनि साह्रै राम्रा, साह्रै हेर्नुहोस्। अन्यत्र गयो भने बिहानै ठाडो घाँटी लगाएर आउने दाईहरू पनि भेटिन्छ ठाउँ ठाउँमा, तर यहाँका धेरै अनुशासित बाजाहरूका समूहका पनि धेरै प्यारा, धेरै अनुशासित, धेरै राम्रा व्यक्तित्वहरू हुनुहुन्छ। एकदमै म खुसी छु। मिलन दाईप्रति सम्मान। बिहानैदेखि देवीजीको यात्राको तयारी, व्यवस्थापन, गाडी घोडा सबै कुराहरू मिलाउनुहुन्छ र सबैजनाप्रति म धेरै आभारी छु। र विशेष गरेर देवीजी जहाँ जाँदा पनि हाम्रो समय नेपालबाट पनि पाल्नु भएको छ, नीति प्रेसबाट पनि पाल्नु भएको छ, हाम्रो एनएमबी हालखबर मिडियाबाट हुनुहुन्छ, अन्यत्र को हुनुहुन्छ यसो भनिसक्यो, सबैजना आउनु भएको छ। यहाँका सबै गतिविधिहरूलाई बाहिर पुर्याउनको लागि म धेरै धेरै खुसी छु। यो किसिमको व्यवस्थापन अहिले चाहिँ थोरै, किनकि आज शनिबार पनि, आज सबैतिर मोटरसाइकल पनि ऐतिहासिकै बन्यो। सोचेभन्दा धेरै उपस्थिति मोटरसाइकल र्याली भयो बिहान। अर्को हवन कुण्डमा आमा दिदी बहिनीहरूको तछाड मछाड छ। मैले हवन कुण्ड बनाउन पाउँदिनँ कि एकछिन भए स्वयंसेवा गर्छु भनेर त्यहाँ त्यस्तै भिड छ। कार्यक्रम स्थलमा अहिले त्यहाँ कलश रसिद काट्ने र त्यो राम नाम लेखन पुस्तिका दिन भ्याइएको छैन। चार उता तिनतिर कार्यक्रम, यहाँ एउटा कार्यक्रम, यसपछि थोरै यहाँ पूजन कार्यक्रम छ। र यहाँ हवन कुण्ड दिदी भर्खर काठमाडौँबाट आउनुभएको भएर सबै जानकारी भएन। अहिले हवन कुण्डको लागि यहाँ पूजन काम पनि छोटो देवीजीको बाहुलीबाट, उहाँको करकमलबाट, यो त इतिहासका पानामा रहने भयो। एकछिन पूजाको लागि मैले देवीजीलाई अनुनय विनय गरेको छु समय प्रदानको लागि। र अर्को हामीले यही यज्ञभित्रै जति सक्दो छिटै वैशाख महिनाकै समय पारेर एउटा कोटीहोम स्तम्भको पनि शिलान्यास गर्ने, अब त्यो पनि मैले सोच बनाएको छु। कोटीहोम स्तम्भ शिलान्यास गर्ने र अलिकति उपस्थिति बाक्लो भयो। 5-10 हजार भक्तहरू भजन कीर्तन गर्दै त्यहाँबाट आएर बाजागाजा गर्दै कुनै महामण्डलेश्वर, कुनै सन्त, कुनै जगतगुरु त्यस्तो व्यक्तित्वको उसबाट शिलान्यास गरेर राम्रो तन मन धन वचन र कर्मले सहयोग गर्नुभएका दानवीरहरूको नामावली पनि त्यहाँ उल्लेख गर्ने गरी कोटीहोम स्तम्भ बनाउने कि त्यो युगौँ युगसम्म रहोस् त्यस्तो किसिमको स्तम्भ यहाँ बनाउने। र एउटा पत्थरको पनि छुट्टै स्तम्भ बन्छ भने एउटा चाहिँ सिमेन्टेड एकदमै दिव्य, एकदम आकर्षक फलामको पाताहरू हालेर त्यो हजारौँ वर्षसम्म पनि रहने गरी त्यो स्तम्भ बनाउने, त्यो पनि मैले सोच बनाएको छु। यसको काया पलट हुन्छ हरेक कुराहरूमा। हामीले अलिकति स्थान सबै कार्यक्रम त्यता यता पनि कार्यक्रम अलिकति पर परेको भएर मात्र त्यस्तो देखिएको। अन्यथा त्यहाँबाट आज देवीजीको मुखारबिन्दबाट पनि हरिहर मन्दिरको बारेमा केही व्याख्या हुन्छ। मैले पनि आज 2-4 मिनट त्यहाँ बोल्नेछु मन्दिरको बारेमा। र यहाँ टेन्ट पण्डाल लगाउनको लागि एउटा कार्यक्रम गर्नको लागि हाम्रो तेज मगर दाइलाई मैले सूचना गरिसकेको छु। हिजो मात्रै उहाँ काठमाडौँ हुनुहुन्छ। यसमा यहाँ पनि एउटा कार्यक्रम गरौँ र अखण्ड हरिनाम सङ्कीर्तन सुरु गर्ने कि 20 गतेबाट। 19 गते हवन सुरु हुन्छ, 20 गतेबाट। यो अहिले हाम्रो एकदमै दिन प्रतिदिन कहिले साइकल र्याली छ, कहिले ट्याक्सी र्याली छ, आज मोटरसाइकल र्याली। त्यो हवन कुण्ड काम भइरहेको छैन। 250 भन्दा बढी गुरुहरू आइसक्नु भएको छ। अब फेरि भोलि पैदल यात्राको कार्यक्रम छ। हिजो पनि राति पैदल यात्रामै हामी थियौँ। बिरवटा सबै देवीजी आफै स्वयं हिँड्नुभयो। त्यसपछि फेरि 15 गते सबै कलशहरू सजाउने पर्यो। 16 गते र्याली नै छ। 17 गते पूर्वाङ्गै भयो। 19 गते हवनै सुरु हुन्छ। यहाँ भ्याइ नभ्याइ स्थिति छ। राति 2-3 बज्छ। यसो 2 घन्टा आराम गरेर त्यसपछि स्नान गरेर भागिहाल्यो। 1 सेकेन्ड पनि फुर्सद भएको अवस्था छैन। त्यही भएर कता कता यहाँको कामलाई पनि अलिकति त्यताको त्यो कुण्डको काम सकिहाल्न पाए यता काम गर्नु हुन्थ्यो भनेर म लागिरहेको छु। भोलि 14 गते कतै नगएर बिहानदेखि बेलुकासम्म सबै बाँकी रहेका अधुरा काम पुरा गर्ने त्यो तयारीमा छ। उता हुँदाभित्रै 150-200 मान्छे आयौँ भने यहाँ 2 घन्टाभित्र सरसफाइ गर्नेदेखि बनाउनेदेखि आज हेर्दा केही हुँदैन। फाउन्डेसनको काम त्यस्तो छ। अर्को दिन हेर्दाखेरि त्यहाँ साम्राज्य बनिसकेका हुन्छ। हेर्छु बिरवटाको त्यो हाम्रो ठाउँहरू कस्तो थियो, अहिले कस्तो भइरहेको छ। अनुमति पाएको त 20 दिन पनि भएको छैन होला। हेर्दाखेरि अहिले काया पलट भयो। 6 महिनालाई 1 वर्षलाई यो देश हामीलाई दिने हो भने मलाई लाग्छ के हुन्थ्यो होला जस्तो महसुस हुन्छ कहिलेकाहीँ। राधे राधे। त्यो हुन्छ त्यो किसिमको ऊर्जा उत्साह शक्ति फाउन्डेसनमा, हामीमा, गुरुहरूमा आयोजक समितिमा छ। र अहिले एकदमै साथ सहयोग माया पाएका छौँ 70 नम्बर वासी र सम्पूर्ण पोखरावासीहरूको बिस्तारै
सबै हामीसँग जोडिँदै हुन्छ गण्डकीवासी। त्यही भएर सबैको माया प्रेम छ। म धेरै अब यो प्रसङ्गवश आइहाल्छ। यता 108 भगवान् शिवलिङ्ग अनि तलपट्टि 108 धारा। यो पहिला पनि योगी नरहरिनाथजीले कोटीहोम गर्नुभएको स्थान। देवीजीलाई यो म जानकारी गराएँ। योगी नरहरिनाथको जन्मभूमि उहाँको अवतरण भूमि क्षेत्र कालीकोट। कालीकोटबाटै दिदी राधिका दिदी पनि कालीकोटकै हुनुहुन्छ। अहिले यहाँ आएर आफ्नो कर्मभूमि र यहाँका जनतालाई सेवा गर्दै हुनुहुन्छ र यही उहाँ जन्म भए पनि पोखरेलीको सेवामा यहाँको विकास प्रेमी नेत्रीको रूपमा एकदमै अगाडि हुनुहुन्छ राधिका दिदी। र योगी नरहरिनाथज्यूको हरेक कुराबाट सहयोग भएको छ। र मैले अस्ति पनि भने 2066 सालमा मैले पहिलो भागवत कथा वाचन गीता मन्दिरमा गर्दा नागेन्द्र दाईको ससुरा बुवाले संयोजक हुनुहुन्थ्यो। आज ज्वाइँ अध्यक्ष भएको बेलामा यहाँ कार्यक्रम हुँदैछ। राधे राधे। यो भरैपल्ट भन्न मन लाग्छ। एकदमै आभारी छु। यहाँहरूले जुन आमा समूहले फुल गुच्छा पुष्प माला हरेक कुरा जुन व्यवस्थापन गर्नुभयो यहाँहरू ऋणी छौँ। र सकेसम्म आज सबै आमा समूह एकचोटि मञ्चमा आइदिनु होला। यहाँहरूलाई पनि मञ्चमा देवीजीको करकमलबाट यहाँ किनकि अब समय धेरै लाग्ने भयो त्यहाँ कोटीहोमको खादा लगाउने अवसर दिनुहोस्। समावेशी आमा समूह त्यसपछि सीताबाइला आमा समूह अथवा ढुङ्गे साङ्गु जाँदैन हजुर सबैजनालाई जय श्री राम। बोलिए सिद्धेश्वर भगवान को। आज हामीहरू भगवान श्री सिद्धेश्वर सदाशिवजी सिद्धेश्वर हरिहर मन्दिरमा उपस्थित छौँ र यहाँ आएर यो सुन्दर दिव्य दर्शन गर्न पाउनु मेरो एकदमै ठुलो सौभाग्यको कुरा हो। यहाँ आइराख्दाखेरि हजुरहरू सबैजनाले अपार प्रेम अपार स्नेह मलाई प्रदान गर्नुभयो। त्यसको लागि म धेरै धेरै ऋणी छु और सबैलाई धेरै धेरै धन्यवाद। म धेरै शब्द बोल्दिनँ क्योंकि हामीलाई अन्त पनि जानु छ। आज हामीसँग उपस्थित हुनुहुन्छ वडाध्यक्ष दिदी राधिका शाहीजी। उहाँको पनि अहिले भाव मैले श्रवणपान गरेँ। उहाँसँग कुराकानी भयो, एकदमै राम्रो लाग्यो। उहाँको लागि ताली बजाएर सम्मान गर्नुहोस्। मन्दिर अध्यक्ष श्री नागेन्द्र शर्मा भण्डारी जी को लागि सम्मान स्वरूप जोरदार ताली। अच्छा हजुर उहाँको पनि भाव अत्यन्त दिव्य छ, सुन्दर छ। अन्य वडा सदस्य ज्यूहरूको लागि जोरदार तालीले सम्मान गर्नुहोस्। मन्दिर समितिका समस्त सम्पूर्ण पदाधिकारी ज्यूहरूलाई जोरदार तालीले सम्मान। ढुङ्गे साधु आमा समूह र सीता पाइला आमा समूहलाई जोरदार तालीले सम्मान। समावेशी आमा समूहलाई पनि जोरदार तालीले सम्मान। अच्छा यहाँ धेरैजना आमा समूह उपस्थित हुनुभएको छ, कोही छुट्नु भएमा पनि उहाँलाई सम्मान। और सबसे विशेष व्यक्तित्वहरू समस्त पत्रकारज्यूहरू हजुरहरूले म जहाँ जाँदा पनि खूब ज्यादा सपोर्ट गर्नुभएको छ। मभन्दा पहिले नै पुग्नुहुन्छ। यति तेज धुपमा घाममा उभिएर हजुरहरूले रेकर्ड गर्नुभएको छ। वास्तवमा सबै पत्रकारज्यूहरूलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण पत्रकारहरूलाई जोरदार तालीले सम्मान गर्नुहोस्। और बिरौटा वार्ड नम्बर 17 स्थानीय समस्त भक्तजनहरूलाई जोरदार तालीले सम्मान। दिदी भन्दै हुनुहुन्थ्यो यहाँ 47,000 हजुर 47,000 जनसङ्ख्या हुनुहुन्छ। यति धेरै भक्तहरू हुनुहुन्छ। सबै भक्तलाई जोरदार तालीले सम्मान। अकल देवी सीता पाइला ज्येष्ठ नागरिक आश्रमका सबै पदाधिकारीज्यूहरूलाई जोरदार तालीले सम्मान।
समस्त सामाजिक अभियन्ताहरूलाई जोरदार तालीले सम्मान गर्नुहोस्। यहाँ उपस्थित समस्त आचार्यगण, समस्त गुरुवर्गहरूलाई जोरदार तालीले सम्मान। और म जहाँ जाँदा पनि हाम्रो युवक दाई, युवक लामिछानेज्यू पूर्ण व्यवस्था, म जाने ठाउँमा बिहानको 6 बजेबाट नै तयारी गर्नुहुन्छ। हाम्रो मिलन दाई हुनुहुन्छ उतातिर, और गुरुजी हुनुहुन्छ हरिशरण गुरुजी। सबैको लागि जोरदार तालीले सम्मान। और उद्घोषक ज्यूले सुन्दर भजन पनि गाउनुभयो, माहौललाई सुन्दर बनाइदिनु भयो। हजुरको लागि पनि जोरदार तालीले सम्मान। और परम पूज्य महाराज श्री, हजुरले आफ्नो नाम सबसे लास्टमा लेखिदिनु भएछ। पूज्य महाराज श्री, उहाँको बारे त के वर्णन गर्नु। हजुरहरू सबैजनाले यहाँ बसेर उहाँको एनर्जी लेभललाई हजुरले निरन्तर देख्नु भएको छ। जब म देख्छु बिहान भइसकेपछि उहाँ तयार हजुरहरूको सेवामा, राति पनि अहिले भर्खरै भन्दै भइसिन्थ्यो 2-3 बज्छ, और बिहान फेरि तयार 5 बजे। यो एनर्जी, यो शक्ति भगवान श्री सिद्धेश्वर हरिहरको कृपाले हजुरमाथि भएको छ, और निरन्तर कृपा भइरहोस्। कोटी होम प्रारम्भ हुँदैछ र भगवानको कृपाले यो कोटी होम एकदमै सफल होस् भन्ने प्रार्थना भगवान श्री हरिहरसँग गर्छु। उहाँलाई जोरदार तालीले सम्मान गर्नुहोस्। आज पोखरा बिरौटाको क्षेत्रमा श्रीमद् भागवत वाचन गर्दा हजुरहरू सबैजनाले अपार स्नेह, उहाँ दिदी सुषमा पौडेल हुनुहुन्छ, उहाँको लागि पनि सम्मान गर्नुहोस् जोरदार तालीले। गंगा दाई, गंगा पराजुली दाई हुनुहुन्छ, हजुरको लागि जोरदार तालीले सम्मान। अच्छा, मलाई नाम त सबैको भन्न मन लाग्छ, मलाई सम्मान दिनलाई एकदम मन लाग्छ सबैलाई, तर सबैको नाम थाहा छैन। यहाँ गुरुजी हुनुहुन्छ, उहाँको लागि पनि जोरदार तालीले सम्मान। उहाँको परिवारलाई सम्मान गर्नुहोस्। और सानी नानी भागवत कथा पढ्दै छिन्, उहाँ हुनुहुन्छ अधिकारीज्यू, गोकर्ण गुरुजीको छोरी हुनुहुन्छ। हजुरको नाम शिवानी अधिकारीजी भन्दै हुनुहुन्थ्यो। लघु सिद्धान्त कौमुदी म संज्ञा प्रकरण पुरा पढिसके हो, पुरै आउँछ। वाह, यति सानो उमेरमा यति धेरै दिव्य ज्ञान, और हजुरको भागवत रोज सुन्छु, पुरा कण्ठ गरिसके भन्नुभयो। उहाँको लागि पनि जोरदार तालीले सम्मान। और हजुरको उज्जवल भविष्यको कामना गर्छु। और यहाँ बाजाको माध्यमबाट सुन्दर स्वागत गर्नुभयो, बाबाहरूको लागि जोरदार तालीले सम्मान। समय कम छ, यहाँ दर्शन गर्न पाउँदा म अत्यन्त आनन्दित भएको छु। और मेरो पूरा टिमलाई पनि जोरदार तालीले सम्मान गर्नुहोस्। र आज 2 बजेबाट भागवत कथा प्रारम्भ हुनेछ। हजुरहरू सबैजना आउनुहोला। अब म पोखरामा अझ 5 दिन छु, सबैजना छिटो छिटो आउनुहोस् और कथा श्रवण पान गर्नुहोस्। अच्छा, को जानु भएको छ कथा सुन्न हात उठाउनुहोस् त। हाँ, नजानु भएको पनि सबै जानु होला। सबैजनालाई स्वागत। एक बार सबैजनाको लागि जोरदार ताली बजाउनुहोस्। आफ्नो बाणीलाई विश्राम गर्छु। बोलिए सिद्धेश्वर भगवान को। त्यो तलपट्टि छ कोठिया महायज्ञको मुख्य हवन कुण्ड हामी निर्माण गर्न गइरहेका छौँ। यो हाम्रो अहोभाग्य हो। साँच्चै नै भगवानमा शक्ति छ। यो ऐतिहासिक धार्मिक तीर्थस्थल हरिहर मन्दिर आफैमा पनि पौराणिक ऐतिहासिक पृष्ठभूमि भएको मन्दिर हो। हामी विधिवत रूपमा मुख्य हवन कुण्ड यस धार्मिक तीर्थस्थल यो श्री हरिहर मन्दिर सदाशिवजी हरिहर मन्दिरको पनि प्रचार प्रसार व्यापक रूपमा भएको छ। आशा छ
मुख्य हवन कुण्ड पूजा गर्नु गइरहनु भएको छ। सबैले त्यसतर्फ आकर्षित भई त्यसतर्फ ध्यान दिई सहयोग गर्नुहुँदै विभिन्न हरिओम लाएर क्या लाउन न भोलि अहिले नि हेर मिठो दिन्छ एक चरण गरिसक्यो फेरि अब अर्को चरण अब पर्छ ग्यारेन्टी हरिदाईहरू छ सही मान्छे है